केपी कुकुरले फेरि सत्ता आफ्नो हातमा पार भने त जेनजी मार्छ। प्रहरीका हात हतियार गोलीगट्ठा खोसेर जसले लिनुभएको छ अहिलेको अवस्थामै बुझाउन म आग्रह गर्न चाहन्छु, नत्र भोलि गएर हात हतियार खर खजना आदि इत्यादि मुद्दा चल्ने कुरा आउँछ। यो कुकुरको हातमा अहिले सत्ता नहुँदा त्यो यति धेरै बोल्छ होइन, जेलमा हाल्ने कुरा गर्छ भनेदेखि केही गरी झुकेर पनि यसको हातमा सत्ता गयो भने यसले के गर्छ होला। जेनजीलाई त कसम छानी जेलमा हाल्छ। जेनजी मात्र होइन, भरको यसको विरुद्धमा जो बोल्दैन तिनीहरू सबैलाई छानी हाल्छ क्या यसले। त्यही भएर चाहिँ हाम्रो सुशीला कार्कीज्यू, बालेनज्यू, अब तपाईँहरू अहिले प्रमुख खतरनाक अहिले भनेको होइन पावर भएको, कृपया यिनीहरूलाई चाहिँ कोचिहाल्नुहोस् क्या। त्यो पासपोर्ट रद्द मात्र गरेर होइन, पुरै जनताले साथ दिन्छन् होइन, तपाईँहरूलाई कुनै पनि कानुनले झेक्न सक्दैन क्या। पुरै जनताले चाहिँ यिनीहरूलाई चाहिँ छिटो कोचौँ कि कतै लगेर घोचौँ भनेर चाहिँ पुरै भनिरहेको छन् होइन। तपाईँहरूलाई कसरी रोक्दैन, कृपया यिनीहरूलाई चाहिँ ठिक लाउनु पर्यो क्या सुरुमा। आज भन्दै भोलि भन्दै यिनीहरू लास्ट स्टेप भोग्न लागिसक्यो। अतिसम्म त्यो महेश बस्नेत एक्लै भोग्दै थियो होइन, अब त यो पनि लास्ट स्टेप भोग्न लागेको छ। यतिसम्म भन्न लागेको छ कि हामी डराउँदैन, यो बकम फुसे यो सरकारलाई हामी के अरे यो बकम फुसे सरकारमाथि हाम्रो भरोसा छैन, हामी आफ्नै तरिकाले देश चल्छौँ, अझै पनि आफ्नै हातमा सत्ता पार्छौँ भनेर डायलग दिइरहेछ क्या।